त्यही कुराले छटपटाइराख्नु भएको छ, त्यही कुरा बोकेर तपाईँ आउनु भएको छ। अहिले हामीले देशभर यस प्रकारका 6वटा सभा सम्पन्न गरेर यो 7औं सभा गरिराखेका छौँ। हामीले देश अब यही अवस्थाबाट अगाडि जान सक्दैन। देश पछाडि फर्कने कुरा पनि होइन र देशलाई पछाडि फर्काउने कुरा पनि होइन, तर अब देश यही रहन सक्दैन। देशलाई अगाडि जानै छ, तर यही बाटोबाट देश अगाडि जान सक्दैन। त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी गरौँ। हिजोका पनि राम्रा कुराहरू समेटेर जाउँ र अहिलेका पनि केही राम्रा कुराहरू छन्, तिनलाई पनि लिएर नयाँ एउटा समझदारी र नेपालको मौलिक व्यवस्था निर्माण गरौँ, जहाँ राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने छन् र त्यस्तो व्यवस्था निर्माण हुनेछ जहाँ जनता सार्वभौम सत्ताका मालिक हुनेछन्। राजा अभिभावकीय संस्थाको रूपमा अथवा देशको अभिभावकको रूपमा रहनेछन्। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, सनातन हिन्दू राष्ट्र, प्रदेश नरहेको केन्द्र र बलियो स्थानीय तह, भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था र देशभित्रै रोजगारीको सिर्जना, शिक्षा, स्वास्थ्य जस्ता विषय पूर्ण रूपमा निशुल्क गरेर देशलाई एउटा नयाँ बाटोमा लगिनेछ। र हामीले 5-10 वर्षभित्रमै देश बनेको आफ्नो आँखाले देख्न पाउनेछौँ। त्यस्तो सम्झौता गरौँ, त्यस्तो विधि बनाऊ जहाँ कसैले कसैलाई निषेधित गर्ने, जहाँ कसैले कसैलाई अपमानित गरेको र अपमानित भएको महसुस नगर्ने परिस्थिति निर्माण होस् भनेर हामीले एउटा अहिलेको राज्य सत्तामा भएका आफूलाई प्रमुख भन्ने दलहरूलाई दबाब दिन र आम जनतामा समेत जन जागरण गराउन, जनतामा समेत हामीले के गर्न खोजिराखेको छ भन्ने कुरा बुझाउन जुन कार्यक्रमहरू गरिराखेका थियौँ र त्यही सन्दर्भमा आज हामी यहाँ भेला भएका छौँ। तर यो सन्दर्भमा, यो बागमती प्रदेशको यो भेलामा, यो सभामा जम्मा हुने बेलासम्म आइपुग्दाखेरि देशको राजनीति परिस्थितिमा, घटनाक्रमहरूमा केही परिवर्तनहरू आएका छन् र खास गरी चैत 15 गते जुन किसिमको राज्य आतंक सिर्जना गरियो र जुन किसिमको राज्यको तर्फबाट हिंसा भड्काइयो, त्यसले अहिले नेपाली राजनीतिमा नयाँ परिस्थिति उत्पन्न भएको छ। म सबभन्दा पहिले फेरि पनि आश्वस्त बनाउन चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन र जसले जेका लागि भए पनि गर्ने हिंसाको विरुद्धमा छ र जो चैत 15 गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो त्यसका प्रति हामी खेद प्रकट गर्दछौँ, त्यसको निन्दा गर्न चाहन्छु र म अहिले पनि फेरि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो, त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो। त्यो भन्नमा कुनै आपत्ति छैन। हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौँ। हामी शान्तिपूर्ण प्रदर्शन र दबावबाटै हाम्रो मान्यताहरू स्थापित गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ। तर त्यो दिन जुन ढङ्गले सुनियोजित तरिकाबाट राज्यले हिंसा भड्कायो मात्र होइन, 2 दर्जन भन्दा बेसी मानिसहरूलाई गोली लाग्यो, 2 जनाको ज्यान गयो, कयौं अरू घाइते भए, त्यसको कुनै हिसाब किताब छैन। कति भौतिक क्षति भयो त्यसको कुनै हिसाब छैन। तर त्यसको मूलमा अहिलेको राज्य सत्ता
अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छ। अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सभाध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा पर्साईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन, यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्। फेरि पनि भन्छु, हिंसात्मक राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकार, प्रसारण गर्ने पत्रकारहरूलाई म आलोचना त गर्दिन, म तुलनात्मक रूपमा अरूको आलोचना नगर्ने र रुखो नबोल्ने मान्छेमै पर्छु। तर त्यो प्रदर्शनलाई हिंसात्मक भन्नको लागि, प्रदर्शनकारीहरू हिंसात्मक थिए भन्नको लागि यत्रो दिनसम्म एउटा पनि प्रदर्शनकारीहरूको पक्षबाट एउटा पिस्तोल किन पक्राउ परेन, एउटा लाठी किन पक्राउ परेन? कुनै प्रदर्शनकारीसँग एउटा लाठी भएको कुनै भिडियो क्लिप छ? कुनै प्रदर्शनकारीले लाठी लिएर आएको थियो त्यहाँ? तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ नि तपाईलाई। अनि यिनीहरूलाई, यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? अनि ती प्रदर्शनकारीहरू हिंसात्मक हुन्। सबभन्दा पहिले अश्रु ग्यास कसले हान्यो? सबभन्दा पहिले गोली कसले चलायो? मानव अधिकारवादी संस्थाहरू कहाँ छन्? मानव अधिकारको ठुल्ठुला कुरा गर्ने बुद्धिजीवीहरू कहाँ हुनुहुन्छ? 15 गतेको प्रदर्शनलाई हिंसात्मक भन्नेहरू, फेरि पनि भन्छु, त्यो प्रदर्शनकारीसँग एउटा लाठी किन देखाउन सक्नुहुन्न आजसम्म तपाईहरु? त्यसकारण म सञ्चारकर्मी साथीहरूलाई, खास गरी यो देशका ठूला सञ्चारगृहहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब समय बदलिएको छ। अब 2-4टा सञ्चारगृहको हातमा मात्रै यहाँको सूचना अब नियन्त्रणमा राख्ने दिन गयो। अहिले व्यक्ति सम्पादक भइसक्यो। त्यसकारण देश हाम्रो पनि हो, त्यो प्रदर्शनमा आउनेहरूको पनि हो। तपाई सञ्चारगृहहरूलाई गणतन्त्रै मन पर्छ होला, राज संस्था मन पर्दैन होला, तर यो देश राज संस्था हुनुपर्छ, राजा हुनुपर्छ भन्नेहरूको पनि हो। त्यसकारण तपाई जबसम्म सञ्चार कर्ममा रहनुहुन्छ, जबसम्म त्यो व्यवसाय चलाउनुहुन्छ, तपाईले कमसे कम त्यो समाचार नछोप्नुहोस्। तपाईहरुले देख्नु भएन राज्य आतंक? त्यो समाजवादी पार्टीको अफिसमा ढुङ्गा हान्नेहरू त्यो प्रदर्शन पक्षधरहरू हुन्? राजा ल्याउँ भन्ने पक्षधरहरू हुन्? माओवादीको अफिसतिर ढुङ्गा हान्न जानेहरू राजा ल्याउँ भन्ने मान्छेहरू हुन्? तपाईहरुले के गर्नु भएको छ? कहाँ योजना बनाउनु भएको छ? अघिल्लो दिन प्रधानमन्त्रीले आफ्नो
युवाहरूलाई भेला पारेर के निर्देशन गर्नु भएको छ हामी सबैले सुनेका छैनौं, दुनियाँले देखेको छैन। अनि एमालेको अफिसमा चाहिँ बिहानै सेना समेतको सुरक्षाको व्यवस्था किन गरियो र त्यो समाजवादी पार्टीको अफिसमा चाहिँ सुरक्षाको व्यवस्था किन गरिएन? त्यसकारण हामीले राज्यको तर्फबाट कुन प्रकारको आतंक सिर्जना गरिएको छ राम्रोसँगले हामीले हेरेका छौं र सिङ्गो देशले हेरेको छ। आज फुटेजहरू आइराखेका छन्। सबिन महर्जन, सुरेश रजक प्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। ल भन्नुहोस् त, आज भिडियो फुटेज सार्वजनिक भएको छ। सबिन महर्जनले के गल्ती गरेको कारण छातीमा गोली खान्नु पर्यो? ल भन्नुहोस् त, कोखामै ताकेर हान्नु पर्ने के कारण छ? ल भन्नुहोस् त, त्यहाँ ढुङ्गा हान्दै थियो सबिन महर्जनले। त्यत्रो बेर घर आग लागि हुँदा सुरेश रजकको उद्धार नगरिनु पर्ने के कुरा छ? के कारण छ? त्यसकारण म तपाईलाई भन्छु, तपाईले दुर्गा प्रसाईलाई पक्राउन सक्नुहुन्थ्यो। म दुर्गा प्रसाईलाई पक्रिनु पर्थ्यो पर्दैन थियो भनेर उनको विपरीत कुरा गर्न खोजेको होइन, तर तपाईलाई किचौला जस्तो गरेर आएको दुर्गा प्रसाईलाई तपाईले पक्रिन सक्नुहुन्थ्यो। तर तपाईको भित्र पुलिसको फन्दा भित्र परेको दुर्गा प्रसाईलाई चाहिँ नि ढुक्कले निकालेर पठाउनु भयो, तर मञ्चमा भाषण गरिराखेका नेताहरूलाई चाहिँ तपाईले अश्रु ग्यास बर्साउनु भयो। तपाई के चाहनुहुन्छ, राज्य के चाहन्छ भन्ने कुरा यही देखिन्छ। त्यसकारण अब हिजोको समय छैन, सूचना लुकाएर लुक्दैन अब, र अब जनता मूर्ख भएर बसिराख्दैन। सूचना प्रविधिको यति विकास भएको छ, अब सूचनालाई कसैले आफ्नो मुठीमा राख्न सक्दैन। अरे राप्रपा आज बल्खु जाऊ भन्यो, बल्खुमै आयो, कमजोर नठान्नु। राप्रपालाई अर्कोचोटि सिफल जाऊ भनौला, अर्कोचोटि कलङ्की जाऊ भनौला, यो नठान्नु। राप्रपा भाग्यो पछि हट्यो नठान्नु। शान्ति अहिंसा प्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु। केपी ओली, रमेश लेखक, हामी पछि हटेको होइन, याद गर्नु। आज देश दुनियाँले तपाईको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाएर त्यही देखाउनको लागि हामी यहाँ आएका। राप्रपा जो राजनैतिक पार्टी हो जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु, देशमा तिमी जस्तो भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु भनेर संकल्प गरेर घोषणा पत्रमा आफ्नो कुरा उल्लेख गरेर भोट मागेर देशको 5औं पार्टी भएको पार्टी, उसलाई भिरकुटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै नफरा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुल्दियो भने कसलाई छेक्छौ, कसलाई गोली हान्छौ? मैले फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौं, गोली हान्छौं, हामी पनि गोली चलाउँछौं त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं। फेरि यो कुरा याद गर्नु। म भन्छु त्यसैले चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो। यो सरकारका कारिन्दाहरूको आयोग होइन, सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको, स्वतन्त्र र निष्पक्ष मानिसहरूको आयोग गठन होस् र छानबिन होस्। दोषीको हो त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस् भन्ने म चाहन्छु। तपाई
गणतन्त्रको कुरा गर्ने, लोकतन्त्रको कुरा गर्ने, तर तपाईसँग फरक मत राखेकै कारण आज मानिसहरूलाई तपाईले प्रहरी हिरासतमा जुन अपमानजनक ढङ्गले राख्नु भएको छ नि, त्यसलाई हामीले ईदको रूपमा लिएका छौँ। रमेश लेखकजी, केपी ओलीजी, यसलाई हामीले ईदको रूपमा लिएका छौँ। हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईले त्यो खोरमा जसरी अपमानित ढङ्गले राख्नु भएको छ, हाम्रो पार्टीको अध्यक्षलाई उपाध्यक्षलाई जसरी तपाईले त्यो खोरमा अपमानित ढङ्गले राख्नु भएको छ, हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनु भएको छ, त्यसले हामी होचिएका छैनौँ। त्यसलाई ईदको रूपमा लिएका छौँ, ईदको रूपमा लिएका छौँ। राजा चाहिन्छ भन्नेका कारण, राजा चाहिन्छ भनेका कारण तपाईले मानिसहरूलाई थुन्ने हो भने हामी लाखौं मानिसहरू थुनिन तयार छौँ। जेल खाली गर्नुहोस् हाम्रा लागि, तर यो सँगसँगै याद राख्नुहोस्, तपाईहरूले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र मचाएर राख्नु भएको छ, त्यसलाई हामीले राम्रोसँगले हेरेका छौँ। तपाईहरू आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुहोस्। आउँछ त्यो दिन, आउँछ 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 आउँछ। मैले भन्छु, तपाईहरूले राजा हटाएको भोलिपल्ट नारायण हिटीमा तपाईहरूले व्यापार गर्न खोज्नु भएको कुरा नेपाली जनताले बिर्सेको छ। म्याद हुँदा हुँदै गोकर्ण रिसोर्ट नवीकरण गरेर तपाईहरूले पैसा खानु भएको कुरा मान्छेले बिर्सेको छ। दुर्गा बसाइले कम्बोडियामा पैसा गएको छ भनेर त्यसै भनेको हो, त्यो कुरा जनतालाई थाहा नभएको कुरा हो। तपाईले कमिसन खानको लागि आकाशमा उडाउन नमिल्ने जहाज अहिले पनि किनेर 6-6वटा जहाज थन्काइराख्नु भएको छ र नेपाली जनतालाई ऋण बोकाउनु भएको छ, त्यो नेपाली जनताले बिर्सेको छ। तपाईले अरबौं ऋण बोकाएर एयरपोर्टहरू बनाउनु भएको छ, जहाज बसाउन मिल्दैन, अहिले पनि जहाज बस्दैन। नेपाली जनताले बिर्सेको छैन। तपाईले एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरूलाई त्यसको सजायको भागी बनाएर छाड्छौँ। यसकारण आफू अहिले मन्त्री भएर, प्रधानमन्त्री भएर बस्ने सुविधा सम्पन्न क्वार्टर मात्र होइन, भोलि पर्सि जीवनको उत्तरार्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुहोस्। अहिलेदेखि यो राज्य आतंक सधैँ चल्दैन। हामीलाई शान्तिको कुरा गर्दाखेरि तपाईले हेप्नुहुन्छ र त्यसलाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने हामी सल्लाह गर्छौँ। तपाईहरूसँगै सल्लाह गरौँला, देशवासीसँग सल्लाह गरौँला। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौँ, हामी झुक्याएर जाँदैनौँ। तपाईले 52 साल फागुन 1 गते माओवादीहरूले 40 बुँदे माग लिएर आउँदाखेरि यतिको मान्छे देख्नु भएको थियो। देशभरि माओवादीको पक्षमा अहिले राप्रपासँग भएको जनमत देख्नु भएको थियो। एउटा भरुवा बन्दुक, एउटा राइफल बोकेर, केही घरेलु हतियार बोकेर सुरु गरेको माओवादीको विद्रोहले तपाईँ काङ्ग्रेस एमाले भन्नेलाई कुन तहमा पुर्यायो र देश अहिले कुन तहमा पुग्यो देख्नु भएको छ। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। के अहिले पनि राजा चाहिन्छ भनेर बन्दुक बोकेर जङ्गल पस्न 2-4 हजार मान्छे छैनन् होला त? 2-4 हजार युवाहरू हतियार बोकेर जङ्गल पस्न नसक्ने अवस्था हो र? हामीले डराएर होइन, यो राम्रो बाटो होइन, यसले कसैलाई पनि फाइदा गर्दैन भनेर हामीले शान्तिपूर्ण बाटोमा हिँड्न खोजेका। त्यसकारण म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरूको हातमा हुँदैन। जनता तपाईँको गोठको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। तपाईहरू सोच्नुहोस्, हाम्रा थुनामा रहेका नेताहरूलाई निशर्त छोड्नुहोस्। तपाईहरूले जति दिन थुन्नुहुन्छ, तपाईहरूले जिते, दुःख दिए, चाखिस भनेर भन्ने ठान्नु होला। तर जति दिन तपाईहरूले हाम्रो नेताहरूलाई थुन्नुहुन्छ, हाम्रो साथीहरूलाई थुन्नुहुन्छ,
यो जनमत दिन दुगुना रात चौगुना बढेर जान्छ। यो देशमा राजा चाहिन्छ भन्नु, हिन्दू राष्ट्र चाहिन्छ भन्नु, संघीयता चाहिँदैन भन्नु संगठित अपराध हो? यो देशमा राजा चाहिन्छ भन्नु राज्य विरुद्धको अपराध हो? यो राप्रपाको कार्यकर्ताले मात्र होइन, तपाईको कांग्रेस एमाले माओवादीको कार्यकर्ताले पनि, जसमा अलिकति स्वाभिमान छ, जो इमानदार छ, उसले पनि सोचिराखेको छ यो त गल्ती भयो, अति भयो भन्ने कुरा ठानिराखेको छ। तपाईले जुन अति गरिराख्नु भएको छ, यो अतिलाई देशले हेरेको छ, छरछिमेकले हेर्छ र दुनियाँले हेर्छ। त्यसकारण हामी आत्तिएका छैनौँ। म फेरि पनि भन्छु, तपाईँ यदि सुरक्षित अवतरण चाहनुहुन्छ, देशमा हिंसा नभड्कोस् र देशमा थप द्वन्द्व नहोस् भन्ने चाहनुहुन्छ भने तुरुन्तै हाम्रो नेताहरू लगायत अरू सबैलाई छोड्नुहोस्, निष्पक्ष छानबिन आयोग गठन गर्नुहोस् र त्यसको रिपोर्ट अनुसार कारबाही अगाडि बढाउनुहोस्। म यही कुरा आग्रह गर्न चाहन्छु।